गर्नु परेन यसमा 20713 जोड दिनुस् आजको डेट आयो हेर्नुस् त हो फेरि पनि आजको इंग्लिश डेट यसलाई मैले सर्ट डेटमा लगे आजको इंग्लिश डेट 2026-2-1 लाई मैले नेपाली डेटमा कन्भर्ट गर्न पर्यो भने यो प्लस 20713 हो है आजको नेपाली डेट आयो अब त्यस्तै गरिकन आजको नेपाली डेटलाई 2082 10 महिना 18 गते लाई मैले यदि इंग्लिश डेटमा लानु पर्यो भने यो माइनस 20713 2026-2-1 हो सिम्पल थ्यांक यू फर वाचिङ यस्तै तपाईहरुलाई डेट सम्बन्धी एक्सेल सम्बन्धी अरु जस्तो डेटमा के गर्न सकिन्छ भने कुनै पनि डेटहरुको तपाईलाई रिमाइन्डर चाहिएको छ जस्तो तपाईलाई गाडीहरुको बिल बुकहरु रिन्यू गराउनु पर्ने छ त्यो रिन्यूको लागि तपाईहरुलाई चाहिँ रिमाइन्डर गराउनु पर्ने छ कसैको बर्थडे रिमाइन्डर गराउनु पर्ने छ भने यो फर्मुलाले डेटको फर्मुलाले एकदमै सजिलो हुन्छ जस्तै कि म तपाईलाई एउटा यहाँ म तपाईलाई रिन्यूको फर्मुला देखाइदिन्छु यो मैले गरेर राखिसकेको छु यो मेरो कुनै एउटा भेहिकल उयो छ यो मैले उयो लेखिन अब यो बिल बुकको एक्सपायरिङ डेट भनेको मान्लियो मेरो 2082 1 महिना 15 गते छ भनिसकेपछि यसले के भन्दियो भन्दाखेरि रिन्यू गर्ने बेला भइसक्यो भनेर भन्दियो हेर्नुस् है 2078 10 महिना 11 गते यदि बिल बुकको